नागी डाँडा जानु पर्ने तलै तेरो यो मनुष्यको पैसा हो कृष्णमादेन नवीन लिम्बू हाम्रो मनिष लिम्बू सबिन लिम्बू अनि हाम्रो निशान लिम्बू अनि म चाहिँ अनिस लिम्बू सबै लिम्बू हामी असफल भयौँ होइन यस्तै भइहाल्यो रमाइलो नै भयो एक दिनको बास रह्यो हाम्रो सम्हालेर हिँड्नुपर्ने हुन्छ हेलो वाट्सअप मित्रहरू होइन चाहिँ हामी नागी डाँडा जानु पर्ने गेम खेल्नको लागि त्यही भएर देख्न सक्नुहुन्छ हाम्रो कृष्णमादेन एकदम रेडी अवस्थामा छ त्यसको पैसा 2000 यो तलै तेरो यो मनुष्यको पैसा हो यो त एन्टी दिँदै जान्छ के मेरो पछाडि देख्नु सक्नुहुन्छ मेरो नवीन दोस्त हाई गरिदेऊ नवीन दोस्त आज चाहिँ बिहानदेखि पानी परेर अलिक तनाव भइरहेको थियो तर अहिले चाहिँ पानी रोकिसकेको छ त्यही भएर हामी चाहिँ घर छोडेर जाँदैछौँ कहाँ गएको अरे हामी नवीन दोस्त बजार डुल्नु मेलाको बिरुवाले ढाकेर झ्याप्प केही देखिँदैन यो बरको रुख देख्नु सक्नुहुन्छ 100 वर्षभन्दा पुरानो हो सब मामा जाउँ बाइकमा लगेर लु जाउँ सबैजना 1 लाख पुगेछ 1 लाख कहाँ नि आइतबारदेखि त त्यहीँ माथि त तामिमबाट उक्लिँदा त्यता यता दिन्छ तामी उक्लिनु भन्दा जुम उतै त्यहीबाट ल मामा श्री गयौँ ल बबोइजहरू ग्याङस्टर भाइबमा जाँदैछौँ हामी समु दोस्त आइफोन देखाउ त मलाई देख्नु सक्नुहुन्छ मित्रहरू यो तल्लोपट्टि चाहिँ छ्याप्पै रुद्राक्ष बगान त्यसको फेदमा दाना हामी चाहिँ रमितेमा आइरहेको छु मैले अनि हाम्रो दोस्त देख्न सक्नुहुन्छ कृष्णमादेन नवीन लिम्बू हाम्रो मनिष लिम्बू सबिन लिम्बू अनि हाम्रो निशान लिम्बू अनि म चाहिँ अनिस लिम्बू सबै लिम्बू ल ठिक छ केटाहरू ल भाषा चाहिँ आउँछ कि आउँदैन यो लिम्बूहरूलाई भाषा कसलाई आउँछ यहाँ ओ माई गड सेवारो मेरो काकु अहिले चाहिँ हामी ठ्याक्कै कहाँ आइपुगेको छौँ भने ढोडचौरमा आइपुगिरहेको छौँ देख्न सक्नुहुन्छ अत्यन्तै सुन्दर दृश्य धान पाकिरहेको छ अनि सबै केटाहरू चाहिँ हिँडिरहेको छ अगाडि यहाँ चाहिँ एउटा घर मात्रै छ होइन दामी छ यहाँ तल्लो गरा चाहिँ लडेछ फेरि यस्तो छ यता देख्न सक्नुहुन्छ अलैँची बगानको बिचमा सुन्तला दाना केरा पहिला चाहिँ यता उदो बाटो थियो भने अहिले चाहिँ यता उभो छ किनभने पहिरो गएर यहाँ चाहिँ पानीको व्यवस्था गरिदिनु भएको छ यो ढोडचौर नाम रहनुको मुख्य कारण चाहिँ यहाँ चाहिँ यो ढुङ्गा चाहिँ यस्तो सिधा बसेको थियो अरे अनि यहाँ चाहिँ पानी ड्याममा भरिरहेको हुन्थ्यो अरे के पहिला अनि डुड जस्तै भएर अहिले चाहिँ बाङ्गेको छ होइन हल्का यस्तो लडेको छ यही ढुङ्गाले गर्दा चाहिँ यो स्थानको नाम रहेको भन्ने कुरा चाहिँ जानकारीमा आएको छ होइन हेलो मित्रहरू देख्न सक्नुहुन्छ 7 विषय अहिले चाहिँ हामी 7 विषयमा आइपुगिरहेछौँ तल डोजरहरू पनि देख्नुहुन्छ यहाँ चाहिँ इनर्जी अर्बिट स्काभेटर सिकाउँदैछ मलाई हाम्रो अपरेटरज्यूले डोजर नभन्नु अरे स्काभेटर अरे सरी ब्रोदर अनि यहीँ अगाडि चाहिँ हाम्रो देवीथान पनि छ होइन यहाँ अब यो पार्टी चाहिँ हाम्रो अब मान्छे मरेपछि चाहिँ होइन गाड नल्याउँदाखेरि चाहिँ खाजा खाने ठाउँ हो हाइड्रो पावर बनिँदैछ होइन विगत 2 वर्षदेखि हाम्रो काका माथि हुनुहुन्छ सिक्सप्याक देखाउँदै हुनुहुन्छ फिलहाल ठ्याक्कै अहिले चाहिँ हामी 7 विषयमा आइपुगेको अवस्था छ है मित्रहरू गर्मी गाउँबाट झरेपछि चाहिँ हल्का गर्मी भयो गर्मी भएको अवस्था अब माइला डन के छ सन्चै छ ल ठिक छ जाँदैछौँ अहिले चाहिँ हामी म्याच हान्नको लागि केटाहरू खेल्दैछ ल केटा मलाई पनि खेल्नु लगा न तिमीहरूसँग ओहो यहाँ चाहिँ थुपार्नु थालेछ है माटोहरू
केही त गर्नेवाला छ यो हाइड्रोले खेतीयोग्य जमिनमा चाहिँ अब के गर्ने विकास नै भएको मान्नु होला विकास नै भएको हो भन्नुपर्छ होइन नवीन तिहार सकिएपछि चाहिँ सब घरको दैलोतिर देख्न सक्नुहुन्छ झिलिमिली ल ठिक छ कस्तो छ मित्रहरू लेट्स गेट इट म्यान म चाहिँ केटा हो बजारको हाइवे छोडेर यता जाँदैछु छ्यामाको घरतिर किनभने मौसम खराब छ छाता चाहिँ लगिराख्नु पर्ने हुन्छ भनेर चाहिँ मित्रहरू त्यही छाता लिनको लागि जाँदैछु म अरू त्यस्तो केही होइन केटाहरू आएपछि तल केटाहरूको ब्याङ्कतिर काम छ अरे अनि एकछिन पर्ख भनिरहेको छु है ल ल ल मित्रहरू हामी चाहिँ यहाँ देवलथानमा छौँ प्रवेश दाइकोमा रिचार्ज गर्नु जाँदैछु मित्रहरू हाम्रो प्रवेश दाइको चाहिँ यहाँ पर अड्डा 50 को रिचार्ज हालिराख्नु पऱ्यो होइन केटाहरू हरायो भने फोन त गर्नु पऱ्यो त्यहाँ अब पिच रोड बनिन्छ भन्ने कुरा छ है मित्रहरू त्यसको लागि यो नाली चाहिँ बनाइसकेको छ अनि गाउँपालिका पनि यतै सार्ने कुरा छ यो वडा भवन अगाडिको यो परको सिधैको मित्रहरू ब्याड लक अलिक कस्तो भयो भने नोबडीले रिचार्जै छैन भन्यो अब के गर्नु कट्टा हान्नु मन लाग्यो भनेर होइन चित्त बुझाउनु परेको होइन कुरा के हो भने यहाँ पर चर्च देख्नुहुन्छ होइन अनि यता यहाँ मन्दिर छ यो मन्दिर चाहिँ फेरि डेन्जर मन्दिर हो क्या पहिला यहाँ धेरै पहिलाको कुरा हो होइन यता भर्खर स्काभेटरलेको फेरि एउटा ढुङ्गालाई चलाउँदाखेरि डोजर नै पल्टेको थियो कि हामी सानै थियौँ त्यतिखेर हेर्नु आएको थियौँ कि यहाँ डोजर पल्टिरहेको थियो उठाउनुलाई चाहिँ रेडबुलहरू खाएर डोरीहरू साङ्लीहरू तान्दै थियो कि केटाहरू माथि छ पारी बारबिसे बजार गएको छ अरू केटाहरू चाहिँ पर्खिँदैछ केटाहरू तनावमा छ मित्रहरू यहाँ अगाडि देख्न सक्नुहुन्छ नयाँ गाउँपालिका भवन चाहिँ बनाउँदैछ पहिला चाहिँ योभन्दा ठिक अलिक तल्लोपट्टि बनाएको थियो त्यो चाहिँ क्यान्सल भएर फेरि यो यसपाल बनाएको छ होइन त्यहाँभन्दा तल्लो बोर्डिङ देख्न सक्नुहुन्छ अनि पारी चाहिँ देख्न सक्नुहुन्छ हाम्रो हस्पिटल सभापोखरीको त्यो चाहिँ सञ्चालनमा आएको छैन होला सायद अनि अहिले चाहिँ हामी यो माथिल्लो बाटो यो चाहिँ कहाँ जान्छ भने चैनपुरमा गएर जोडिने हो तर हामी चाहिँ आइतबारबाट सिधै उँभो जानुपर्ने हुन्छ अब कति ठाउँ चाहिँ हामी सर्टकट पनि जानुपर्ने हुन्छ मित्रहरू यहाँ माथि देख्न सक्नुहुन्छ उ त्यो डाँडा चाहिँ सिन्चुवा डाँडा त्यस्तै डाँडा पल्लो डाँडामा चाहिँ हो क्या हामी जानुपर्ने अहिले चाहिँ हामीलाई 3 जना मित्रहरूले छोडेर अगाडि छन् भने हामी 2 जना 3 जना चाहिँ पछाडि छौँ केही छैन थोरै बारबिसेमा काम थियो र काम सम्पन्न गरी हामी चाहिँ हाम्रो डेस्टिनेसनतिर लाग्दैछौँ तपाईँहरू पनि हेर्दै गर्नु होला बोसलाई मित्रहरू के छ अनि अब भिडियो धेरै बनाउँदिन है चार्ज छैन मित्रहरू टाढो टाढोको मात्रै आउँछ दोचे दोस्त आयो कि भनेर बनाएकै आएकै छैन अरे हेलो के हो छिटो 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 हाम्रो दोस्त आइसकेको छ यहाँ पर हामी चाहिँ ठ्याक्कै अहिले चेम्बा खोलामा आइपुगेको छौँ होइन के छ त सन्चै छौ नि लेसपेगी नि एक्लै अरू आएन अहिले चाहिँ हामी ओक्टेनमा आइपुगिरहेको छौँ मित्रहरू होइन हामी जानुपर्ने चाहिँ ऊ माथिको डाँडा हो यस ऊ त्यो डाँडा हो होइन देखिरहेको छ आज चाहिँ कार्तिक 12 गते धानहरू पाक्ने क्रम जारी नै छ हाम्रो काका अगाडि मेरो मित्रहरू सब पछाडि युवा जोस देख्न सक्नुहुन्छ चस्मासँग हिरो माथि यता अघि देखाइदिइसकेको ल मित्रहरू मलाई ब्याट्री चार्ज छैन छिटो सकिन्छ एन्ड्रोइडहरू मात्रै थाम्छ आइफोन भागिसकिसक्थ्यो टेन्सन नगर साथी हो तर केटाहरूसँग पावर ब्याङ्क पनि छ छैन त नो टेन्सन हेलो मित्रहरू अहिले चाहिँ हामी कुस्सा खोला आइपुगिरहेको छौँ देख्न सक्नुहुन्छ मेरो अगाडि 2 जना मित्रहरू हुनुहुन्छ भने पछाडि चाहिँ 3 जना मित्र सरी 4 जना हुनुहुन्छ अहिले चाहिँ हामी कुस्सा खोला तर्नेछौँ धेरै डेन्जरस छ यो खोला पनि धेरै
नानी बाबुहरूको चाहिँ यो खोलामा ज्यान घुमिसकेको छ है। डेन्जरस खोला, खतरनाक। म अकेला हिँडिरहेको छु, यो कति साह्रो हल्लेको पुल। अहिले चाहिँ हामी ठ्याक्कै यहाँ 5 फगनको के भन्छ यसलाई ठ्याक्कै थाहा छ? बोक्सेको फेद भाइरल भोक्सेको फेदै हो। कस्तो बवाल दामी छ। त्यहाँ आइपुगिरहेको छौँ होइन। कसम हिँडाइ चाहिँ कडकै छ भन्नुपर्छ। पसिनाले छ्याप्पै बनाएको थियो। अहिले चाहिँ शीतल शीतल भइरहेको छ होइन। साह्रै दामी छ। मैले कल गरेको थिएँ र हाम्रो महादेन साथीले सरकारहरू बसिराख्नु भएको छ। मैले गरे नोब्डा पनि छ एउटा। मैले गरे बोस चाहिँ यहाँ छ है। बोसलाई चाहिँ बिर्सिनु भएन फेरि। अरू सबैलाई बिर्से पनि नचिने पनि है। है मित्रहरू ल ओर्ले छर्न यहाँबाट पनि देख्दो रहेछ नि हौ। बट मैले मात्रै देख्छु, तपाईँहरूले देख्न सक्नुहुन्न। हामी चाहिँ माथि बाटो निस्किसकेको छौँ। आउँदैछ साथीहरू। यो पारि कुहिरो लागेको डाँडा चाहिँ देउराली, त्यहाँ मुनिको गाउँ चाहिँ कुसुवा है। हामी जानुपर्ने चाहिँ यता माथि कुहिरो लागिरहेको छ त्यतातिर। मित्रहरू अहिले चाहिँ ठ्याक्कै हामी आइतबारेको नगरिया आइतबारे भन्ने ठाउँमा छौँ। पहिला चाहिँ आइतबार यहाँ बजार लाग्थ्यो अरे। अहिले चाहिँ यस्तो छ है घरहरूको अवस्था। यस्तो छ मित्रहरू। माथिल्लो ठाउँ हाल्नुपर्छ कि हामी चाहिँ साथीभाइहरूसँग माथिल्लो चोकमा चाहिँ खाजा खाने निर्णय गरेको छौँ होइन। सबैजनालाई भोक लागिरहेको छ। आउँदैछ मेरो मित्रहरू। ल मित्रहरू यस्तै छ। एउटा कुरा राम्रो लागेको चाहिँ यहाँ प्रत्येक पोलमा क्या यसरी बल्ब जोड्नु भएको रहेछ। राति चाहिँ झिलिमिली नै हुने रहेछ। आइतबारे बजार एक्ज्याक्ट बजार लाग्ने ठाउँ चाहिँ यही हो। तर अहिले यहाँभन्दा चाहिँ अलिक माथि दो बाटोमा चाहिँ राम्रो बजार चलेको देख्न सकिन्छ है मित्रहरू। कुरा यस्तो छ पो। कुरा त यस्तो पो छ त। हामी चाहिँ सिधै अब यो ठाडो जानुपर्ने उँभो ठाडो। हामी माथि चाहिँ हाम्रो डेस्टिनेसन छ। अहिलेको लागि हिँड्दै जाउँ है। यहाँ चाहिँ यता टाइगर चोक, सिधै मेरो पछाडि चाहिँ टाइगर चोक जान्छ। अनि यता यो साइड बारबिसे जाने हो अनि उता चाहिँ वाना साइड जाने मित्रहरू। यस्तो छ यहाँ चाहिँ मित्रहरू फिलहाल अहिलेको तत्काल अवस्था। ल मित्रहरू हामी चाहिँ चौचौ अन्डा खाने कुरा भएको छ। भित्र बसिहालौँ न त आनन्दले गलिरहेको अवस्थामा होइन। सबै मेरो केटाहरू चाहिँ आइपुगिसकेको छ। प्रो प्लेयरहरू है। हामी चाहिँ अहिले अब यसो नास्ता गर्ने क्रममा छौँ है। ल केटाहरू इनर्जी ड्रिङ्क खाँदैछ। ठिक छ ठिक छ। हजुर नागी डाँडातिर लागेको हामी। हजुर पानीमा रेडबुल मिसाएर प्रगति गर्दैछ। हाल्नु न हाल्नु। मित्रहरू चाहिँ खाजा खाँदैछ अहिले। बस मित्रहरू अहिले चाहिँ हामी ठ्याक्कै नागेश्वर महादेव थानमै आइपुगिसकेको छौँ। अब चाहिँ देख्न सक्नुहुन्छ यसरी निर्माण गर्नुभएको छ। 5 खपानको साथीहरू र मेरो मित्रहरू आउँदै हुनुहुन्छ। केही माथि पुग्ने प्रयास गर्छु म। जान्न सक्नुहुन्छ 5 खपन नगरपालिकालाई तपाईँले। सम्भवतः पारी 1 यता पारी 2 हुनसक्छ है। त्योभन्दा उता पल्लोपट्टि चाहिँ सभा पोखरी, त्यहाँदेखि यता 5 खपन छ है मित्रहरू। धाराको व्यवस्था गर्नुभएको छ हाम्रो काकाश्री। हेलो नवीन, के छ? निशान काकु हेरौँ न, कोही भइहाल्छ।
हेलो मनुष ब्रदर के छ थकित ओहो अब उफ्रिँदै हेलो हेलो मित्रहरू ठिक छ ठिक छौ नि हामी आएको छैन रहेछ 15 गते चाहिँ यहाँ निकै ठुलो मेला लाग्ने गर्छ हैन ऊ माथि शिवजीको मूर्ति पनि देख्न सक्नुहुन्छ है शिलालेख पनि देख्न सक्नुहुन्छ यहाँ भित्तामा के माथि जानु मिल्छ ओए जय भोलेनाथ यो चाहिँ दुईटा बाटो देख्न सक्नुहुन्छ आउने र जाने पछि अब भोलि आइतबार सरी 15 गते चाहिँ निकै डेन्जर अनि यहाँ भित्र देख्नुहुन्छ गुफा चाहिँ यस्तो छ है साथीहरु निकै लामो छ है यसै लामो छ यो गुफा चाहिँ देख्न सक्नुहुन्छ यहाँ शिवजीको मूर्तिहरू है गणेशको नन्दीजीको घन्टीहरू पनि देख्न सक्नुहुन्छ फुलहरू पनि है पहिला चाहिँ यहाँ गाईको पहिला चाहिँ कसरी भेटाएको भने यो गुफा चाहिँ गाईको बाछा चाहिँ यहाँ भित्र करायो अरे अनि गाउँलेहरूले यसो अनुसन्धान गरेर खोज्ने क्रममा चाहिँ गाईको बच्चा चाहिँ यहाँबाट निकालेको भन्ने कुरो आएको छ है मित्रहरु अब हामी जानुपर्ने यो सिधै ठाडो भयो ल अहिलेलाई यति नै हामी हाम्रो डेस्टिनेसन भनेको माथि हो ग्राउन्डसम्म तर सबै मित्रहरू थकित अवस्थामा छ तर सेल्फी खिच्दा चाहिँ एकदम हसिलो मुहार हो क्या नेपालमा मात्रै पाउने फल लप्सीको बोट देख्न सक्नुहुन्छ अब अरु केही भन्दिनँ म ल हामी चाहिँ खेल मैदानको नजिकै आइपुगिसकेका छौँ अहिले मेरो अगाडि सबिन दोस्त देख्न सक्नुहुन्छ साथीहरू पनि पछाडि आउँदै हुनुहुन्छ म पनि जाँदैछु मित्रहरू हल्का हल्का थकित भएको अवस्था छ है गाह्रो छ केही समय चाहिँ विश्राम गर्छौँ खेलको माहौल तात्तिरहेको छ जस्तो छ देख्न सक्नुहुन्छ मित्रहरू खेलिरहेका छन् सबै हामीभन्दा अग्रग मुडहरू लेजेन्डरी प्लेयर देख्न सक्नुहुन्छ मित्रहरू हल्का गलिरहेको अवस्था साथीहरू आउँदैछ पल्लो छेउदेखि पल्लो छेउ नदेख्ने स्थिति छ है ग्राउन्डमा चाहिँ मित्रहरू मान्छे त देख्दैन पल्लो छेउदेखि पल्लो छेउ मित्रहरू खेल मैदान यता छ भने हाम्रो साथीहरू चाहिँ यहाँ खाजा खाने भन्ने कुरा आएर मित्रहरू चाहिँ भित्र बसिराख्नु भएको छ हाम्रो लाउरेहरू चाहिँ यसरी उभिएर बसेर कसै साथीहरू खाएर देखाउँदैन हो त्यो अब अलिअलि त भइहाल्छ एडिट त म 0% हो मित्रहरू आकाशै होइन बतासे सर्ट मेरो केटाहरू चाहिँ यहाँ बसिरहेको छ एकदम चिसोमा तातो तातो फिल हुँदैछ देख्न सक्नुहुन्छ सबै खेलाडी मित्रहरू खेलेर मनोरञ्जन लिइराख्नु भएको छ यता हाम्रो शिक्षकहरू पनि हुनुहुँदो रहेछ पर हाम्रो सुरक्षाको लागि चाहिँ प्रहरीहरू पनि देख्न सक्छौँ 2 जना रोमाञ्चक खेल भइरहेको अवस्था पेलापेल घम्साघम्सी छ पेलेर 9 नम्बर हो अत्यन्तै मजाको प्रहार तर गोल भन्दा आउट गएको छ अहिलेलाई यति मित्रहरू हेर्दै गर्नु होला मलाई अहिले चाहिँ हामी नागी डाँडामा छौँ मित्रहरू हैन पानी परेर बिहानदेखि यस्तोको यस्तै छ अब के गर्नु अवस्था अलिक खराब छ हैन के खानु आँटेको अरे साथी हो हामीले अहिले डिम्बा खानु आँटेको ठिक छ मेरो साथीहरूले चाहिँ यस्तो गर्दैछ डिम्बा खाँदा चाहिँ डिम्बा यसको चाहिँ डिम्बा है खुचिङ खोर्सानी पनि पिसेको भए पनि ओ ल धन्यवाद नोबडीलाई यस्तो छ स्थिति कुहिरोले ढाकेर केही देख्दैन
आज चाहिँ दोस्रो दिन मित्रहरू नागी डाँडामा उतापट्टि चाहिँ पासाङ लामो युथ क्लब छ भने यता चाहिँ एफसी ओम्ला किङरिङको मित्रहरू हुनुहुन्छ। गेम चाहिँ सञ्चालन हुनै लागेको छ मित्रहरू। के सुभाष खड्का र सायद विवेक अधिकारी भण्डार राईजी उहाँलाई आजको प्रदर्शन सञ्चालन गर्नको निम्ति आजको निम्ति हार्दिक अनुरोध गर्न चाहन्छु। कौन है तिरमिरी में चाट छैन हौ साँच्ची बता मित्रहरू। खेल सुरु हुन लागिरहेको छ। सबै खेलाडीहरू पोजिसनमा बसिसकेको छ। आकाशतिर त्यस्तै लाग्यो हेरौँ न काजी मान्छेभन्दा ठुलो रहेछ के छिट्नु लाग्छ किपर खतरा हो नि होन्डाले हान्न आँटेछ। होन्डाले कन भर्सेस इजी हान्थ्यो। सिले हान्नु नि त पुङ अब कि छेक्नु पर्यो जित्छ आउट भाइ छेक्न किपर उफ्रिन्छ होला गोल म भन्छु ग्यारेन्टी छ यो बल सेभ गर्छ ग्यारेन्टी दिन्छु ल म छेक्छ सेभ गर्छ यो मै भयो यसले छिरायो भने जित्यो क्या त्यहीँबाट हान्ने ए स्टाइल छ साथीको गोल आउट चिक्लिक्कै एक बराबर अघि नै बराबर छेक्यो भने हार्छ त यिनीहरू अरे किन छेकेन छेक्न राजा हेलो मित्रहरू, अहिले चाहिँ हामी पल्नु हुने सम्पूर्ण भक्तजनहरूमा हार्दिक स्वागत गर्दछौँ। वेलकम। यहाँ पर चाहिँ
पण्डित बाजेलाई पढाइराखेको अवस्था छ। नवीनले भयो जाउँ भन्दैछ। अनि यता देख्न सक्नुहुन्छ मित्रहरू, धारा चाहिँ यता छ। यता उपल्लोपट्टि पनि धारा निर्माण गर्नुभएको छ होइन। तार जाली गरेर यस्तो धर्मशाला चाहिँ यसरी निर्माण गर्नुभएको छ भने नवीन खेल्दैछ पानीसँग। अनि यता यो साइड चाहिँ देख्न सक्नुहुन्छ मित्रहरू, लप्सीको बोट छ। लप्सी पनि फलिरहेको छ है। ल यता अब हामी चाहिँ फर्किँदैछौँ अहिले। खै यस्तो बनाएको छ मित्रहरू। हल्का हल्का पानी परेको हुनाले म चाहिँ छाता उडिरहेको छु होइन। यस्तै छ, एकदम चिप्लो छ यो। अनि एकदम गाह्रो लगाएर यस्तो गाह्रो उठाएर पिल्लर राखेर चाहिँ निर्माण गर्नुभएको छ। अनि माथि रेलिङ राख्नुभएको छ होइन। रेलिङमा चाहिँ सबै घन्टीहरू देख्न सक्नुहुन्छ। नवीन दोस्त जाँदैछ उता। सयपत्री फुल फुलिरहेछ। के भन्यौ? किन हौ? फोन गर्नुपर्छ के साथीहरूलाई आइतबारेमा पुगेर। यहाँ पनि रेलिङ थिएछ, भाँचिएको जस्तो लाग्यो होइन। अनि अब के भन्नु छ र, गेम पनि जित्नका लागि चाहिँ हामी असफल भयौँ होइन। अब यस्तै भइहाल्यो, रमाइलो नै भयो। एक दिनको बास रह्यो हाम्रो माथि नागी डाँडामा होइन। अनि अहिले चाहिँ हामी झर्दैछौँ। पर्सि 15 गते चाहिँ यहाँ एकादशीको दिन चाहिँ ठुलो भिड हुन्छ क्या साथीहरू। के सबैहरूलाई पनि थाहै होला होइन। तर अब हामी चाहिँ अगाडि नै दर्शन गरिसक्यौँ, किनभने फुटबल खेल्ने क्रममा चाहिँ हामी यही बाटो भएर गएको थियौँ नागी डाँडासम्म। एकदम डेन्जर छ है बाटो चाहिँ। डेन्जर त होइन, डेन्जर होइन, राम्रै छ, तर चिप्लो भएर चाहिँ डेन्जर हो है। एकदम सम्हालेर हिँड्नुपर्ने हुन्छ। यस्तो भिरको पारामा चाहिँ बनाउनु भएको छ क्या। ल मित्रहरू, यस्तै बाटो तलसम्म छ है। यताउता देख्न सक्नुहुन्छ यस्तो कुहिरो लागेर। एकताल यहाँ माथिको सिन पनि झिकौँ। आहा।